नमस्ते सबैजनालाई। आज चाहिँ बी प्लास्टिक होटलमा अगाडि छु होइन। अनि यो होस्टेलमा चाहिँ 10,000 जति मान्छे छन्। त्यसमा चाहिँ तपाईँको हाम्रो बी प्लास्टिकको 300 जति मान्छे छन्। सो यो होस्टेलमा चाहिँ तपाईँको लगभग 15-25-26 जनाको 25-26 कम्पनीको होस्टेलको मान्छे छन् र सो धेरै मान्छेहरू छन् यसमा बसिराख्नु भएको। अनि यसमा चाहिँ पार्किङ ठाउँ राम्रो होइन। अनि गाडी पार्किङ ठाउँ छुट्टै छन्, अनि साइकल पार्किङ ठाउँ छुट्टै छन्। अनि तपाईँको बाथरुमदेखि लिएर टोइलेट अनि माथिको भ्यू कति राम्रो छन् होइन। सो तपाईँहरू हेर्न सक्नुहुन्छ माथिको भ्यू र राम्रो छ कि छैनन्। सो अनि तपाईँको पार्किङ ठाउँ दुईवटा छन्, एउटा साइकल पार्किङ र एउटा गाडी पार्किङ। माथिको भ्यू होइन, माथि टपको 5 नम्बर फ्लोरको भ्यू होइन, टपमा कति राम्रो छन्। अनि यता र यताको त्यसपछि टोइलेट बाथरुम अनि राम्रै छन्। अनि त्यो पछि नि तपाईँको किचन यस्तै हो। धेरै मान्छे भएपछि गाह्रो पर्छन् होइन। किचन अलि सफा चाहिँ छैनन् तर पनि ठिकै छन्, यो किचन राम्रै छन्। सो अनि तपाईँको वेन्डिङ मेसिन पनि छन्, दुईवटा राखेछन् तर हामीले एउटा मात्र युज गर्छौँ, त्यसैले सो एउटा मात्रै अहिले चालु छन्। वासिङ मेसिनदेखि लिएर सब थोक छन्। अनि होस्टेलको रुम्स फ्लोरमा देख्न सकिनुहुन्छ। हामी चाहिँ टप फ्लोरमा बस्छु र टप फ्लोरमा चाहिँ भ्यू पनि एकदम राम्रो छन्। अनि यसमा पहिले लेडिज होस्टेल आदि अनि जेन्ट्स होस्टेल आदि थियो। अनि त्यो पछि चाहिँ लेडिज होस्टेल हटाएर चाहिँ नि तपाईँको जेन्ट्स होस्टेल मात्र बनाएको, होस्टेल मात्र बनाएको। मैले यति भन्दा हामी यति जानकारी दिँदै हामी बाई बाई गर्छौँ सबैजनालाई। हस्त, धन्यवाद।